जुगा लाउने तपाईले खासमा त्यही हो कुरा एक्लै हो भिडियो थोरैभर खिच्यो हैन अलि जाममा बसेर खिच खाना चाहिन्छ त्यो अनि क्रिम सिरिम लाग्यो भने एक्लै बनाउन लाउन दुईटा बल्ब जोडे क्रिम सिरिम लाग्यो अहिले एकैचोटि सबै नसिता हुन्छ हेर्ने फेरि भोलि पख फेरि डन्डी भएर आउँदा आउन अब यहाँ के गर्ने हो र पहिले यो लाएर बल्ल दाढी जाने दाढीमा जाने हैन दाढी फाले राम्रो देखिन्न बिर्सियो के गर्न पर्यो अलि अलिकति छोटाउने होला नि भोलि अर्कै छोटाउनु अहिले छोडाउनु होला सबै जनता दिदी हैन आज भोलि भाउजूका दिदी बहिनी के त यो हेडमेट लाउन पर्छ मम्मी हैन नि यसले आज यहाँ जानेको आज यहाँ यस्तो राखेर भोलि नि हो जस्तो लाग्यो के भोलि हो के बिहा गरे जस्तो आमा चाहिँ नगरे यो कपाल अनि हेडमेट लगाइदिन पाए त अब काहीँ त देखिन्थ्यो है अस्ति गेवार आउने जग्गामै बस्यो हिजो पनि जग्गामै बसेको भोलि पनि जग्गामै बस्यो भोलि होइन पर्सि होला नि भोलि नै हो एक दिन बिहार छ भयो भोलि नै हो फेरि जग्गामै हो गरे काट्नु पर्यो त्यही माथि यहाँ पाखरमा एउटा थियो कता खस्यो नि हो फेरि टेन्सन होला थियो यो पनि यस्तो बाँधेर बलियो यो बादल गाउन मौनी बनाएर दिन दिने यो कपाल च्याप्नु पर्यो यस्तै त्यसै सुत्न पनि व्यवस्था छैन फुकाइदियो नि हुन्छ कि क्या पकाइदिनु किन फकाउनु र बाँध्यो कुरा यो सुत्ने राख्नु पर्यो भोलि आएर उठाएर नुहाइदिएर यो नयाँ दिएर बाँध्नु पर्छ कि यो त हैरान बेला भोलि बिहान उठ्नु भन्ने यस्तो गरेर भर्सेपछि हिजो गरेको यो गरेपछि अब जुठो सुत्केर जे परे पनि दुला दुलैलाई फुक्छ अरे दुला दुला होइन त पर्छ थाने सबै पुगे पर्छ थाने सबै अलि प्याक लाग्यो त सिस्टमा लाग्यो म बनाए त म त खान्न भयो मैले खाइसकेँ एउटा स्याउ काट्दैछु स्याउ नकाट्नु अब ऊ लाएको प्याक लाउनु बाँकी अब यसको यति गर्दै यसलाई लाउने घाटा भयो है मामा दारीमा हुन्न गाडीमा लगाइदिनु बनाउने भयो दाइको मान्छे हात जोडी सुत्ली पनि देखिनुहुँदो मामाले हाँस्नु भएन भोलि बेला उठ्दा भका दारी यति सबै गाडी भयो पेट फुलाउने यो त लट्मा हुन्छ है आजको ओइ 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 खै म पनि अचम्म छु के ए दातमा खानु वाला मामा राइस के भयो यसको दारीले सबै उठाइदियो कि दारी काट्नु पर्दैन बिले ल्याएर काट्नु दारी घाटा लायो नि हात कतिको यो 200 को ए 200 को दारी भन्दा पनि काट्नु अब कम भन्नु फेरि मुखमा गयो के भाइ हुन्थ्यो के यता यता गरेर छोड्दै यसको त्यहाँ मुखै बिख होइन होला के दारी नाक भन्दा पनि त सबै काटेर फाल्दै हुन्छ अहिले अहिले यतिकै बस्नु यो सकेपछि मन खोलेर हाँस्नु होला हाँस्न त पाइन्छ उठ्न पाइन्छ उठाउनु पाइन्छ हात धुला सुत्छ यो बरु काट्दिनु हुन्थ्यो भने काट्दिनु अन्त शीतल भयो होला है छेडिसक्यो तेरो यो